पुकार गर्छ, हिमाल रोइरहेको छ, नदी नालाले पुकार गर्छ। प्रकृतिको पीडाले आज संसार भर्छ, प्रकृतिको पीडाले आज संसार भर्छ। आजै जोगो हाम्रो प्यारो धरतीलाई, आजै जोगो हाम्रो प्यारो धरतीलाई, नत्र इतिहासले धिक्कार्नेछ हामीलाई, नत्र इतिहासले धिक्कार्नेछ हामीलाई। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, आदरणीय सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू र अन्य अतिथिगणहरू, मुखारबिन्दुबाट उच्चरित शब्दबाढीहरूलाई निष्पक्ष कापी र कलम रूपी ढक्का राजुमा जोक्ने भूमिका निभाउनु भएको निर्णायक मण्डलज्यू, हामी जस्ता कोपिलालाई फुलाउन र पटाउन बस्नुभएका गुरुवर्गहरू तथा विजयको अभिलाषामा आउनुभएका मेरा प्रतिस्पर्धी साथीहरू र अन्य साथीहरूमा म प्राइभेट सेकेन्डरी स्कुलको कक्षा 9 मा अध्ययन छात्र सौरभको तर्फबाट स्वीकार्न न्यानो अभिवादन। आज मिति 2083 साल 2 महिना 22 गते भइरहेको यस वक्तृत्व कला प्रतियोगितामा भाग लिन पाउँदा आफूले आफूलाई भाग्यमानी ठानेको छु र आयोजकप्रति हार्दिक आभार प्रकट गर्दछु। आजको यस वक्तृत्व कला प्रतियोगिताको शीर्षक रहेको छ जलवायु परिवर्तनमा हाम्रो जिम्मेवारी। कल्पना गर्नुहोस्, प्रकृतिले हामीलाई प्रश्न गरिरहेको छ कि मैले तिमीलाई स्वच्छ हावा, शुद्ध पानी र सुन्दर पृथ्वी दिए, तर तिमीले मलाई के फिर्ता दियौ? यसको हामी के जवाब दिन्छौँ? यसको जवाब खोज्न म आज जलवायु परिवर्तनको बारेमा बोल्न आएको छु। हामीले बाल्यकालदेखि नै सुन्दै आएका छौँ कि पृथ्वी हाम्रो साझा घर हो। तर म एउटा प्रश्न सोध्न चाहन्छु, यदि हाम्रो घरमा आगो लागिरहेको छ भने हामी चुप्प लाएर बस्ने कि त्यसलाई निभाउने प्रयास गर्ने? आज हाम्रो घर अर्थात् पृथ्वी सङ्कटमा छ, तर पनि हामी चुप्पै लाएर बसिरहेका छौँ। जलवायु परिवर्तन भनेको केवल मौसमको परिवर्तन मात्र होइन महोदय, जलवायु परिवर्तन भनेको मानव अस्तित्वसँग जोडिएको चुनौती हो। हामी विकास गरिरहेका छौँ कि आफ्नो भविष्यको विनाश गरिरहेका छौँ? हामीले सडक बनायौँ, भवन बनायौँ, उद्योग बनायौँ, तर त्यही क्रममा हामीले वन मास्यौँ, नदी नालालाई प्रदूषित गऱ्यौँ र वातावरणलाई हानि गऱ्यौँ। हामीलाई विकास होइन, दिगो विकासको आवश्यकता छ। कल्पना गर्नुहोस्, एक किसानले वर्षभरि मेहनत गरेर बाली लगायो, आफ्नो खेतमा बाली लगायो, तर खेतमा बाली लगायो, तर